आजको विश्व जलवायु परिवर्तनको असरबाट आक्रान्त छ। पृथ्वीका हरेक प्राणीलाई यसले असर गर्ने भए तापनि यसको असर सबैमा समान रूपमा हुँदैन। विशेष गरी सीमान्तकृत तथा जोखिममा रहेका समुदायहरू जस्तै महिला, आदिवासी, अपाङ्गता भएका व्यक्ति, गरिब तथा विपन्न वर्ग लगायतले असमानुपातिक जोखिम र परिणामहरूको सामना गरेका हुन्छन्। यसको प्रमाणका रूपमा जलवायु सृजित विपद नभए तापनि विक्रम सम्वत 2072 सालको विनाशकारी भूकम्पलाई लिन सकिन्छ। यसबाट निम्तिएका परिणामहरूबाट सबैभन्दा बढी यी समुदायहरू प्रभावित भएका थिए। विडम्बना, यी सबैभन्दा बढी असर भोगिरहेका पीडितका समुदायका आवाजको सुनवाई हुँदैन। तिनै सुनवाई नभएका आवाजहरूलाई उठान गर्न राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाल निडवानको परिकल्पना गरी स्थापना गरियो। निडवान स्थापनाको वर्षमा नै फ्रान्सको पेरिसमा आयोजित सदस्य राष्ट्रहरूको सम्मेलन COP 21 मा हामी सहभागी भएका थियौँ र हामीले महिला, आदिवासी, अपाङ्गता भएका व्यक्तिहरूको जीवन्त भोगाई विश्व समक्ष उजागर गर्न सफल भएका थियौँ। पेरिस सम्झौताको दस्तावेज नै पहिलो दस्तावेज थियो जहाँ आदिवासी, अपाङ्गता, लैङ्गिकताको सवालमा हामीले ती सवालहरू राख्न सफल भयौँ र त्योसँगै जलवायु परिवर्तनको सवालमा 2015 देखि हामी निरन्तर रूपमा चाहिँ त्यो काममा लागिरहेका छौँ। तत्पश्चात COP 26 ग्लासगो, COP 27 इजिप्ट र सन् 2023 मा UAE को दुबईमा सम्पन्न भएको COP 28 र सन् 2024 मा बाकुमा सम्पन्न भएको COP 29 मा हामी प्रत्यक्ष रूपमा सहभागी भई विभिन्न मुख्य सत्रहरूमा वक्ताको रूपमा विशेष गरेर सीमान्तकृत समुदायमा परेको असमानुपातिक असरको बारेमा आवाज उठाउँदै आएका छौँ र अहिले पनि सीमान्तकृत समुदायमा परेको असमानुपातिक असरको विरुद्ध जलवायु न्यायको लागि हामी निरन्तर रूपमा क्रियाशील छौँ। जलवायु परिवर्तनका सम्बन्धमा निडवानले कोपमा सहभागिता जनाउनुका साथै यसका महत्त्वपूर्ण वार्तालापहरूमा समेत एक महत्त्वपूर्ण सरकारवालाको रूपमा भूमिका निर्वाह गर्दै आइरहेको छ। सन् 2022 को COP 27 बाट प्रारम्भ भएको अपाङ्गता सम्बन्धी छुट्टै कन्स्टिट्युन्सी मागको सन्दर्भमा एक महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थाको रूपमा काम गर्दै आइरहेको छ। जलवायु परिवर्तन र अपाङ्गताको सवालमा निडवानले विश्व समुदायमा नै एक महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आदिवासी अपाङ्गता भएका महिलाहरूको संस्थाको रूपमा पहिचान स्थापित गर्न सफल भएको छ भने आदिवासी, अपाङ्गता र लैङ्गिकता बीचको अन्तर्छेदीय दृष्टिकोणबाट प्रारम्भदेखि नै जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको संरचनामा बसेर काम गरेको हुनाले निडवान महासन्धि संयन्त्रको अब्जर्भर स्टेटस प्राप्त संस्था हो। जलवायु परिवर्तनको यो योगदानका लागि संस्थाका संस्थापक अध्यक्ष प्रतिमा गुरुङलाई अन्तर्राष्ट्रिय तथा संयुक्त राष्ट्रसङ्घले सन् 2023 मा वातावरण र मानव अधिकार वर्ष पुरस्कारले सम्मानित पनि गर्यो। जलवायु परिवर्तन वर्तमान समयको सबैभन्दा ठूलो सङ्कट भएकाले आदिवासी, अपाङ्गता भएका व्यक्तिहरू लगायत समस्त सीमान्तकृत समुदायमा परेको असमानुपातिक असरका विरुद्धमा जलवायु न्यायका लागि यो संस्था निरन्तर रूपमा क्रियाशील रहिरहनेछ।